नमस्कार दर्शकबिन, आज हामी कुरा गर्दैछौँ झापा 5 को चुनावको बारेमा। सबैको मनमा एउटै प्रश्न छ, झापा 5 मा अन्ततः कसको जित होला? आजको भिडियोमा हामी हेर्नेछौँ मतदाताको ट्रेन्ड कस्तो छ, सम्भावित नतिजा के आउनेछ। पहिलो उम्मेदवार हुन् केपी शर्मा ओली। उहाँ नेपाली राजनीतिमा लामो अनुभव भएको नेता हुनुहुन्छ। धेरै पटक प्रधानमन्त्री, झापा क्षेत्रमा बलियो संगठन, पुराना समर्थकहरू व्यापक। उहाँको समर्थकहरू भन्छन् अनुभव र स्थायित्व ओलीको मुख्य शक्ति हो। अब कुरा गरौँ बालेन शाहको। उहाँ नयाँ पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ। युवाहरू माझ लोकप्रिय, सामाजिक सञ्जालमा बलियो, परिवर्तन र सुधारको एजेन्डा लिएर अघि बढ्नु भएको छ। उहाँका समर्थक भन्छन् अब पुरानो होइन, नयाँ सोच्नुपर्छ। अब कुरा गरौँ जनमत र ट्रेन्डको। अहिले झापा 5 मा कडा प्रतिस्पर्धा छ। केही क्षेत्रमा पुरानो नेताको प्रभाव, केही ठाउँमा युवाको उत्साह, तर अन्तिम क्षणसम्म मतदाताको निर्णय बदलिन सक्छ। अब कुरा गरौँ सम्भावित नतिजाको। यदि मतदाताले अनुभवी नेतृत्वलाई प्राथमिकता दिए, ओलीको जित सम्भावना बढी छ। तर यदि नयाँ सोच र परिवर्तनलाई मत दियो भने बालेन शाहको सम्भावना पनि बलियो छ। झापा 5 को चुनाव अन्तिम क्षणसम्म रोचक रहने देखिन्छ। ध्यान दिनुहोस्, यो भिडियो अनुमान र विश्लेषणमा आधारित हो। अन्तिम निर्णय मतदाता र आधिकारिक नतिजाले मात्र बताउनेछ। चुनाव हो, दुई मध्ये एकले हार्नु अवश्य नै छ। तपाईको विचारमा झापा 5 मा कसको जित होला? कमेन्टमा लेख्नुहोला। बालेन शाहको जित हुन्छ या केपी शर्मा ओलीको? एकदमै ठुलो भिडन्त हुँदैछ। सबैको प्रतीक्षा भइरहेको छ, कसले बाजी मार्ला। साथीहरू, तपाईलाई यो भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब पनि गर्नुहोला।